किन परिवारलाई के थाहा बाहिर कति गाह्रो छ बरु ठीक हुन्थ्यो लाउरेतिरै भर्ती भएको भ पुरानो सबै साथी गाडी चढिरहेको छ काठमाडौँमा घर हातमा सुनको घडी लाएको छ पछि परिरहेको त यता मै मात्र होला अनि आज बन्ने काम भोलि सरिरहेको छ जति गरे पनि सकिन उँभो लाग्न छैन अहिले ताकत यो मेरो बुढो हातमा छोरीलाई क्याम्पस पढाउनलाई खर्च दिनै पर्यो छोराको बिहे गरिदिउ भने वर्ष दिनै गयो बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन सायद भुल गरे मैले भगवान गुहार्दै मन्दिर जाइन मेरो मनभित्र कता कता कस्तो भइरहेछ न त एकछिन आनन्दले बस्न नै पाछ दुःख भने के रहेछ प्रष्टै भो आज अनि मैले के भोगिरहेको छु कसलाई पो थाहा छ कसैलाई थाहा छैन मेरो मनको पीडा आज आफूले आफैलाई नै गरिरहेको छु घृणा मनभित्र झनझनै घाउ बढिरह्यो म विदेशतिरै हुँदा मेरो बाउ पनि मर्यो आफ्नै दाजुभाइले हेपिरहेछ कहाँ हुन्